अनमोल केसी जसको एक्टिङलाई धेरैजनाले मन नपराए पनि कसरी अनमोल केसीले भने नेपाली फिल्म क्षेत्रलाई कब्जा गरेका छन्, आउनुहोस् आजको यस भिडियोमा यसै बारेमा चर्चा गरौँ। अनमोल केसी नेपाली फिल्म उद्योगका महानायक निर्माता भुवन केसीका छोरा रहेका छन्। बुबाको छायामा हुर्किए पनि उनले आफ्नो पहिचान आफै बनाए। एक समय उनी अमेरिका पढ्न गए, तर फिल्मको मायाले भने उनलाई फेरि नेपालतिर खिच्यो। अनमोलले आफ्नो अभिनयको सुरुवात गरे ड्रिम्सबाट, तर उनको ब्रेक थ्रु आयो जेरीबाट। यो फिल्मले भने उनलाई नेपाली युवाहरू बीच भने परिचित बनायो। त्यसपछि हरेक फिल्मले भने उनलाई नयाँ उचाइमा पुर्यायो। अनमोल केसी पत्तुर लाग्छ दाइ। अनमोल केसीले धेरै फ्यान्स बनाए, तर उनको अभिनयलाई लिएर आलोचना पनि धेरै भयो। केही दर्शकले भन्छन् उनको अभिनयमा भावना कम छ, अर्कोले भन्छन् उनी हरेक फिल्ममा एउटै जस्तो देखिन्छ। मिम्स र सोशल मिडियामा उनको अभिनयलाई लिएर धेरै मजाक बनाइन्छ, तर के अनमोलले यसलाई लिएर के सोच्छन्? तर मैले भनौँ न, मेरो फर्स्ट स्यालेरी भनेर पाउँदा चाहिँ मैले आज अनमोल केसीले नेपाली फिल्म उद्योगको किङको टाइटल पाएका छन्। उनको प्रत्येक फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउँछ। उनको प्रति फिल्म चार्ज करिब 1 करोड नेपाली रुपियाँ रहेको छ। हो, तपाईले सही सुन्नुभयो, सही 1 करोड नेपाली रुपियाँ। उनी आफ्नो फिल्मको कास्टिङबाट लिएर प्रमोसनसम्म हरेक कुरामा ध्यान दिन्छन्। उनको मेहनत र समर्पणलाई उनलाई भने यो स्थानसम्म पुर्याएको छ।